हेलो गाइज, के छ सबैजनाको हालखबर। आज चाहिँ रोल्पा घोडा गाउँदेखि होइन हजुर घोडा गाउँदेखि लोड गरेको कुखुरा। दाइ म चाहिँ तिरपाल लाउँदैछु है। कुखुरा चाहिँ लोड चाहिँ पुगेन, खाली छ आज चाहिँ। के गर्नु दाइले तिरपाल गर्नु हामी चाहिँ लामे भन्ने ठाउँमा छौँ। यहाँ चाहिँ बुद्ध भगवानको रहेछ। राम्रो ठाउँ रहेछ होइन। सब ठिक छ। सब भलक मात्रै पर्छ भने हाम्रो साउजी नि हो। फोटो खिच्न चाहिँ अलि मनपर्छ। के जानियो हिमाल चाहिँ राम्रो देखिँदो रहेछ क्या यहाँ। जाम हेर्नु के गर्नु, यतै घुम्नु पर्यो नि होइन। चाहिँ राम्रो देखिँदो रहेछ क्या यहाँ चाहिँ। अर्को चाहिँ त्यो होइन हाम्रो लेजेन्ड भ्या छ जो रोल्पा घोडा गाउँ होइन। रोल्पा घोडा गाउँ ठाउँबाट कुखुरा लिएर आएको थियो कुसमा। फेरि फर्किँदै हो, फेरि अब लोड गरेर फेरि लिएर जाने हो बुटलतिरै। अब सेङ्जाबाट हुन्छ कि पाल्पाबाट हुन्छ, टिप हानेर फेरि जाने हो। जुन बाटो आएको त्यो बाटो चाहिँ हामी फर्केको छैनौँ, नयाँ बाटो हो। यसो हाम्रो साउजीलाई थाहा होला नि यो बाटो, त्यही भएर म नि फर्स्ट टाइम आएको। म पनि यो बाटो चाहिँ हाम्रो अर्को ह्यान्डसम सुतेर बसिरह आनन्दले। हामी चाहिँ अब हिँड्दिने सरर लाएर हामी चाहिँ रुमको हुँदै आउँदैछौँ। हाम्रो साउजी ड्राइभिङ गरिरह। सिमले मासु त्यो चाहिँ रोल्पा घोडा गाउँदेखि लोड गरेर लिएर आएको कुखुरा पुसमा लिएर आएको। पुसमा फेरि पुसमाबाट रुमको हुँदै रुमको बाटो हुँदै आएको छौँ। मिलेको त मैले हुन्छ चाहिँ पनि भन्दैन। पहिला पनि आएको यो बाटो। त्यो बाटो चाहिँ त्यतिखेर चाहिँ राम्रो बनाएको थिएन, राम्रो थिएन। दुःख पाथ्यो। मलाई याद आयो साउजीले भनेपछि बल्ल याद आयो। लुङखु भन्ने नाम त कता सुने जस्तो लाग्थ्यो। ठ्याक्क पछि बल्ल याद आयो। यो बाटो आउँदाखेरि लास्टै दुःख पार्थ्यो। सुरुमा लास्टै दुःख पार्थ्यो।
हामी चाहिँ अब ठ्याक्क गाडी धुलाउँदैछौँ। त्यहाँ आएर हाम्रो ह्यान्डसम भाइले पानी हाल्यो, मैले पनि पानी हालेर थाकेर अनि त्यहाँ चाहिँ ह्यान्डसम भाइ सुतेको थियो, अनि ह्यान्डसम भाइलाई उठाएर अनि पानी हाल्न लगाएको। गर्मी चाहिँ कुन ठाउँ हो मलाई थाहा छैन। बाल्टिङ पनि उता माथि आमा घर गएर मागेर अनि पछाडिको अगाडि भन्दा पनि पछाडिको झ्याली चाहिँ लास्टै फोरो थियो क्या। दुई दिनको ट्रिपको फोरो थियो, त्यो मात्र फ्याँक्ने हो। त्यो अब फेरि गएर लोड गर्ने अन्त लास्टै फोरोमा चाहिँ कुखुराहरू मर्ने सम्भावना हुन्छ क्या। त्यही भएर भनेको अब हाम्रो साउजीले नि पानी हाल्न सुरु हानिसक्यो अनि जाम यो ठाउँको नाम के हो त? ठाउँको नाम ठाउँको नाम थाहा छैन। अब यसो माथि गएर आमालाई गएर सोध्नु पर्ला नि। बाल्टिङ चाहियो थियो गाडी धुलाउनको लागि, हामीसँग त थिएन नि त। दुई टिपको फोरो थियो ज्यालीमा, त्यहाँ पछि अनि फेरि टिप हान्ने हो। लास्टै फोरोमा फेरि तिर्पल टिप हान्यो भने बिग्यो के अरे कुखुराहरू फोरो हुन्छ क्या, मर्न नि सक्छ। त्यही भएर चाहिँ हल्का त्यो सफा मात्र गरेर अनि जाने हो। अर्को टिप हानेर फेरि बुटलतिरै जाने हो जाममा लगाएर। साउजीले पानी हानिरह के गर्न गएको हाम्रो ह्यान्डसम भाइ चाहिँ भर्खरै उठाएर पानी हान्न लगाएर बल्ल फ्रेस हुन गयो। त्यही हो गाइस, गाडी अलरेडी धोइसक्यो, बाल्टिङ पुऱ्याइदिनु पर्यो अझै आमा लगाएर। आमा धन्यवाद आमा। ल एक्लै हुनुहुन्छ तपाईँ यहाँ? हजुर एक्लै त के हो र, दुईटा नाति नातिना छन्। हजुर बुहारी हजुर बुवा बुटुलतिरै जानुपर्छ। हाम्रो नि बुटोलै हो कि घर कतापट्टि? उता खैरिनतिर हो हजुर। त्यही बुटोल त्यही के अरे बसपाटा गोलपाटाकै हो घर छोराको। बुवा पनि उहीँ जानुपर्छ। गाउँको नाम के हो र? हामी यो गाउँ हजुर यो गाउँ यहाँ के अरे यो मेदी खोला भन्छ। मेदी खोला हामी पनि बुटोलै हो आमै। हो ल हुन्छ आमा धन्यवाद आमा। ल फेरि आउँला फेरि यही बाटो। अब हामी त कुखुरा आमा हजुर कुसमा छोड्ने हो फेरि अनि यता अलिकति जिउँदो कुखुरा त आमा हामी त अब त्यही कुखुरा ल्याउने हो, झार्ने हिँडिदिने हो, साउको काम हो सबै हेर्ने। ल हुन्छ आमै। ल अलरेडी बाल्टिङ दिइसक्यो। मेदी खोला भन्छ यस यो गाउँलाई चाहिँ, मेदी खोला भनेर चिनिँदो रहेछ। यस आमै फ्यामिलीवाला रहेछ। जस्ट यहाँ गाडी धुलाउन मिल्छ कि नै भनेको, मिल्छ भन्नुभयो। आमै बाल्टिङ पनि चाहियो भनेको, हुन्छ किन नमिल्ने हो भनेको थियो। मागिहाल्यो, गाडी धुलाइहाल्यो जाममा लगाएर। मेगदी खोला जलाङ्गे पुल खोला देश गहिरो रहेछ त हो। हामी चाहिँ
वारियर द लेजेन्ड पछाडिको लत्ता चाहिँ हिजो सर्टकट बाटो हिँड्दाखेरि झ्याममा गयो त्यही हो लत्ता उडेको हिजो सर्टकट बाटो जाँदाखेरि खाल्टो झ्याममा पड्क्यो यसो आमासँग कुरा गरेर आएको नि यत्रो हेल्प गरेपछि यसलाई भन्छ म्याग्दी खोला भनेर चिनिँदो रहेछ यस किन किन ठाउँै छैन अनि कहाँ हाल्ने हो र ल भाउजूले हेऱ्यो भने चाहिँ पक्का केही न केही त मेसेज त गर्छ होला म्याग्दी खोला गाउँ आमै म्याग्दी खोला अरे हाम्रो हेन्सम भाइ मस्त सुक्यो यो आइफोन चाहिँ बिक्रीमा छ होइन कसैले किन चाहनुहुन्छ भने सम्पर्क गर्नु है कति अरे मैले 60,000मा किनेको थिएँ र हजुरहरूलाई 45,000 क्यास क्यास होला क्यास टु क्यास किनेको त धेरै पनि भएन 3 दिन कि 4 दिन भयो कभर साथ होइन कभरलाई कति पर्यो कभर मात्र 700 को हो कभर र गलास मात्र उधार त्यो पैसा लिएर दिन्छु हामी चाहिँ जाममा लगाएर कस्तो सपना देखिरहेको थियो हेन्सम भाइ गाडी धुनु निस्क त गरे खोल्न के पाटे फेरि यता गएर फोन गर्नुहुन्छ अझ फोन उठाएको चाहिँ बोल्नुहुन्न अन्त रोटेन नि के अल्छी मान्छे भनेर फेरि निस्किन्छ जाममा घुमेर गएको घुमेको के भने अब के अरे बुहारी छोरा सबै उता बुटलतिर बस्छ अरे क्या बुटलतिर छ अरे क्या खाना त फ्यामिली छ अरे अहिले चाहिँ एक्लै छ अरे धन्यवाद आमा भनेर 4 किलोमिटरको बाटो आएको यो बाटो होइन लुङ्गु लुङ्गु कि लुङ्गु के भनेको त सुनेको थिएँ बुलेट दाइको घर कस्तो घर सुनिरहेको थिएँ सुन्न त अनि चिमिटको बाह्र सुत्यो भने कान त ठाडो मार्छु भयो त मनी मोटो गीतमा पाउँदा त म त कहाँ सुतेर बस्छु र उठिहाल्छ तिमी धेरै सुतेको निस्किसकेको हामी मेन